गाइज अहिले चाहिँ सिकाउन छु विली ल अब सो हेलो एभ्रीवान वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज ब्लगमा चाहिँ गाइज तपाईहरुले हाउ टु डु विली भन्ने सिकाउँछु हैन। विली कसरी गर्छ गाइज, थुप्रै मान्छेले विली आउँदैन हैन, अनि मलाई कति भाइहरुले भन्छ दाइ विली सिकाइदिनु भनेर हैन। अनि त्यसको लागि आज म भिडियोमा सिकाइदिन्छु, सबले सिक्न सक्छ है गाइज। सो मेन गाइज तपाईहरुलाई विली हान्नलाई मेन तपाईहरु गियर सही हुनु पर्यो। मैले त गाइज यतिमा हान्छु, तपाईहरु सकेसम्म टपमा हान्नु हैन, अलि लङ नगए नि बिस्तारै बिस्तारै जान्छ। अनि सेकेन्ड स्टेप भने गाइज ब्रेकिङ हुनुपर्छ है। अनि गाइज तपाईहरुको मेरो त 1x वाला छैन, मेरो 1 मै क्र्याङ्क हुन्छ। अगर तपाईहरुको गाइज 3x वाला साइकल छ 1 मा हाल्नु लुज हुन्छ, त्यसमै चलाउनु है। अनि गाइज सो अर्को के भनौँ, ब्रेकिङ मेरो त गाइज सिमानो ओइल ब्रेक छ, सो 1 ह्यान्ड हान्छु मैले 1 फिङ्गर। सो तपाईहरुले 2टा 3टा फिङ्गर सकेसम्म त्यसरी हान्नु। सो लेट्स गो गाइज। सिट चाहिँ सकेसम्म गाइज तपाईहरु यसरी डाउनमा राख्नु है गाइज। जस्तो मेरो यो छ यसरी हाल्नुपर्छ, धेरै माथि पनि नगर्नु, सकेसम्म जतिसम्म तपाईँ खुट्टा पुग्छ त्यतिसम्म मात्रै गर्नु है। सो विली सिकाउनुलाई गाइज पहिला उठाउनुभन्दा अगाडि गाइज तपाईहरुले ब्रेकिङ हान्नुपर्छ है, ब्यालेन्स सिक्नु पऱ्यो तपाईहरुले। सो ब्रेक हान्ने अनि अलिकति उठेर उडाइदिइहाल्छु कि। अब गाइज कतिपय मान्छेहरू हुन्छ त्यसले उठेर विली हान्छ क्या। सो उठेर म विलीको लागि रिकमेन्ड गर्दिनँ तपाईँहरूलाई। ब्रेकिङ सेकिङ हान्नु बेला भन्दा अगाडि गाइज तपाईँहरूलाई छ नि यो माथि हाल्नुपर्छ, सकेसम्म जति माथि सक्नुहुन्छ त्यति माथि राख्नु है। अनि पाइडल प्रेसर दियो भने सो यसरी गाइज होइन, क्लिपिङ बिस्तारै बिस्तारै गर्न राख्नुपर्छ। पाइडल चाहिँ गाइज यो माथि हाल्नुपर्छ होइन। अनि ठ्याक्क उडाउँदाखेरि ब्रेक हान्ने, अनि ठ्याक्क यसरी उड्छ है। सो म चाहिँ मेरो विली हान्ने सही तरिका यही हो, म अलिकति ब्यालेन्स गर्छु है, अनि त्यसपछि यो माथि राख्छु, यसलाई अलिक ब्यालेन्स हाल्छु, ब्रेकिङ हाल्छु गाइज स्टेप राम्ररी मिलाउनुलाई उडाइदिइहाल्छु कि। अब गाइज कतिपय मान्छेहरूले हुन्छ उडाउनु बित्तिकै विली ब्रेक हाल्नुहुन्छ है, त्यसरी चाहिँ हाल्नु हुँदैन। सो उडायो सकेसम्म अलि लग्यो कतिपय पल्टिन्छ गाइज, पल्टिने बेला मात्रै तपाईँहरू होइन यसरी हुन्छ नि मान्छे, यहाँसम्म आयो भने तपाईँहरू ब्रेक हानिदिनु, नभए पल्टिन सक्छ। सो अर्को नै लङ विली हान्नलाई गाइज धेरै केही नै ब्यालेन्स बिस्तारै गर्दै जानु है। ब्रेकिङहरूमा पनि देखाएको छु। सो ब्रेकिङ हान्दाखेरि गाइज मैले कसरी क्लिपिङ गर्छु हेर्नु है, कसैले हुन्छ थिचिदिन्छ गाइज अनि विली लङ जाँदैन है, देखाएको ल क्लिपिङ। सो बिस्तारै बिस्तारै गर्नु, कतिले पुरै थिचिदिन्छ होइन, अलि मात्रै थिच्ने गाइज, अलिअलि मात्रै, अनि विली तपाईँहरूको राम्रो जान्छ है। नभए यत्तिकै थिचिदियो भने पुरै ब्यालेन्स बिग्रेर खस्न सक्छ, जस्तो यो अहिले खस्यो। सो गाइज यति नै विलीको लागि।